धेरै भयो मेरो खुत्रुकीले कोब्रा सर्प चाख्न नपाएको। झन् तेरो कोब्रा सर्प त खाइलाग्दो छ। छिटो छिराई च्यातिदे मेरो खुत्रुकी। बनाई तेरो रखैल। बजाऊ मलाई रन्डी जस्तरी। मैले जिस्कदै भने, लाज लाग्दैन तँलाई आफ्नै भाइसँग बजाउनलाई, जुन भाइ घरमा नाङ्गै कोब्रा सर्प ठन्काएर आफ्नै दिदीलाई देखाउँछ। नमस्कार साथीहरू, कथाको भण्डार युट्युब च्यानलमा तपाईहरूलाई स्वागत छ। आजको कथा पठाउनु हुने मित्र हुनुहुन्छ रमेश खत्रीजीले धरानबाट पठाउनु भएको छ। हाल झापामा बस्नुहुन्छ। उहाँको जीवनमा घटेको सत्य घटना म आफ्नो शैलीमा सुनाउँछु। कथालाई अन्तिमसम्म सुनेर साथ दिनुहोला। कथा सुरु गरौँ है त। हामी झापाको गोलधाप बसिरहेका छौं। दिदी झापाको मेडिकल कलेजमा काम गर्नुहुन्छ। मेडिकल कलेजकै नजिकमा हाम्रो फ्ल्याट छ। 2 कोठा सहितको फ्ल्याटमा किचन छुट्टै छ र दिदी सुत्ने कोठामा एटेच बाथरुम छ भने मेरो लागि किचनको छेउमा अर्को बाथरुम छ, जसलाई हामी कहाँ आउने पाहुनाले पनि प्रयोग गर्छन्। किचनको ठीक अगाडि सानो खुला बरन्डा छ, जसमा हामी फुर्सदको समयमा चिया खाँदै पारिवारिक गफगाफ गर्छौं, साथमा टाइम पास पनि। म अक्सफोर्ड कलेजमा बीसीए अन्तिम सेमेस्टरमा पढ्दैछु। मेरो कोठामा डेस्कटप कम्प्युटर छ भने दिदीसँग 14 इन्चको ल्यापटप र 22 इन्चको टिभी। एडीएसएलको सस्तो इन्टरनेट कनेक्सनमा म आफ्नो पढाइसँग सम्बन्धित काम गर्छु भने दिदी प्राय ड्युटी सकेर आएपछि खाली समयमा फेसबुकमा रमाउनुहुन्छ। घरमा दिदीको बिहेको कुरा चले पनि दिदीले नर्सिङमा मास्टर्स गरेपछि मात्रै बिहे गर्ने भनेर रोकिरहनु भएको थियो। मलाई थाहा भए अनुसार दिदीको एउटा ब्वायफ्रेन्ड थियो। सोही मेडिकल कलेजको डाक्टर, तर मैले त्यो डाक्टरलाई भेटेको र देखेको थिइनँ। दिदीले घरमा बस्दा कहिले पनि मोबाइल प्रयोग गरेको मलाई थाहा छैन। हाम्रो फ्ल्याटमा छिर्नको लागि भर्ल्याङ सँगै च्यानल गेट थियो र चाबी हामी छुट्टा छुट्टै लिएका हुन्थ्यौं। दिदीको हप्तामा 2 दिन नाइट ड्युटी पर्दथ्यो भने 2 दिन मर्निङ ड्युटी र 2 दिन डे ड्युटी। दिदीको हप्ताको 1 दिन बिदा त हुन्थ्यो, तर कुन दिन भन्ने ठेगान हुन्थेन। त्यसकारण बेलुका 4 दिन दिदी र म अलि बढी सँगै बस्न पाउँथ्यौं। दिदी नाइट ड्युटीमा जाँदा प्राय बिहानको 4:15 बजे छुट्टी हुन्थ्यो भने म बिहानै 7 बजे कलेज जान्थे। दिदी ड्युटीमा जाँदा लोड सेडिङको बेलामा म दिदीको ल्यापटप चलाउने गर्दथे। दिदी र म फेसबुकमा पनि एकापसमा आबद्ध थियौं। लाइक गर्ने बाहेक हाम्रो अरू कुनै कुरा फेसबुकमा हुँदैनथ्यो। समग्रमा भन्दा हामी दिदी भाइ एकै ठाउँमा बसे पनि त्यति खुलेर बोल्ने वातावरण अथवा समय रहँदैनथ्यो। कोठामा दिदी नहुँदा मैले खाना बनाउँथे भने म नहुँदा दिदीले, तर दिदीको बिहान ड्युटी पर्दा भने हामी दुवैले बाहिर खाना खान्थ्यौं। म दिदीको कोठामा प्राय छिर्दैनथे भने दिदी पनि सफा गर्ने बेलामा बाहेक अरू बेलामा मेरो कोठामा छिर्दैनथी। पछिल्लो समय मैले दिदीको अनुहारमा त्यति चमक देखेको थिइनँ। अलि बढी गुमसुम भएर बसेको मैले अनुमान लगाएको थिएँ। सायद दिदीको ब्वायफ्रेन्डसँग खटपट परेको हुन सक्थ्यो, नभए चाहिँ ठूलै समस्या परेको हुन सक्थ्यो। आजसम्म दिदी र मैले आफ्नो व्यक्तिगत समस्याहरू एकार्कामा बाँडेका पनि थिएनौं, जसले गर्दा मैले त्यति धेरै चासो राख्दा पनि दिदीले के सोच्ली जस्तो लाग्थ्यो। शुक्रबारको दिन थियो। दिदीको नाइट ड्युटी परेको थियो। त्यसैले खाना खाइवरी दिदी ड्युटीमा जाने तयारी गर्दै थिए। दिदी जानै लाग्दा मैले 8 बजेबाट लोड सेडिङ छ भनेर ल्यापटप मागे। मेरो असाइनमेन्ट आइतबार बुझाउनु पर्ने पनि थियो। अनि एक्लै टाइम पास पनि हुन्थ्यो। निस्कने बेला भएकोले होला दिदीले कोठामा छ निकालेर चला भन्दै बाहिर गई। दिदी बाहिर निस्केपछि मैले दिदीको आदेश अनुसार दिदीको कोठामा छिरेर ल्यापटप निकाले। दिदीको कोठामा अन्य दिनभन्दा फरक दृश्य मैले पाएँ। दिदीका कपडाहरू यत्रतत्र छरिएका थिए, किताबहरू पनि जहाँतहीँ नमिलाइकन राखिएको थियो। मलाई थाहा भएसम्म दिदी अति नै सफा र कोठा मिलाएर राख्ने थिए। यसपटक दिदीलाई साह्रै नै विरक्त हुने गरी घटना घटेको छ भन्ने मैले फिल गरे। त्यो भन्दा बाहेक मैले के नै गर्न सक्थे र? दिदीको कोठाबाट ल्यापटप निकालेर म आफ्नो कोठामा आएँ।
आइतबार बुझाउने असाइनमेन्ट मैले सोचेको भन्दा भिन्न तरिकाले समाधान भए पछाडि म इन्टरनेट चलाउने उद्देश्यले ब्राउजर खोले। संयोगले फेसबुक अकाउन्ट लग आउट गरिएको रहेनछ। मैले दिदीको अकाउन्ट साइन आउट गर्ने हेतु मेनुमा क्लिक गर्नै लाग्दा अकाउन्ट होल्डरको नाम अनौठो लाग्यो। मैले सोचे सायद दिदीले नाम परिवर्तन गरेकी हो कि। तर साधारणतया दिदीले फेसबुक नेम परिवर्तन गरेको भए त मलाई पनि थाहा हुन्थ्यो, त्यसैले दिदीको साथीको अकाउन्ट हो कि भनेर मैले प्रोफाइल ब्राउज गर्न थाले। तर त्यो अकाउन्टमा परिचय खुल्ने केही भेटिन। त्यहाँ जम्मा 8 जना फ्रेन्ड मात्र देखिन्थ्यो भने त्यसमध्ये 2 जना मात्र लेडिज जस्तो लाग्थ्यो, बाँकी केटाको नामको फ्रेन्ड जस्तो देखिन्थ्यो। के भयो के मैले प्रोफाइल सूक्ष्म तरिकाले केलाउने विचार गरे र पहिला अकाउन्ट वालाकै वालमा हेरे, त्यति धेरै स्ट्याटस पनि थिएन। अलि भएको पनि होम अलोन, फिलिङ बोर, नथिङ स्पेशल जस्ता मात्र थिए। मैले त्यस अकाउन्टको फ्रेन्ड लिस्टमा भएका सबैको एक गरी वाल चाहारे तर केही भेटिएन। एकजनाको कालीको बोयफ्रेन्ड भन्ने अकाउन्टले मलाई निकै बुलायो। वालमा निकै 2 अर्थी कुराहरू लेखेको थियो र जसको लगइनमा मैले हेरिरहेको थिएँ। काली केटी मले कमेन्ट गरेको भेटिन्थ्यो, तेरो काम छैन, दिमागमा त्यति बाहेक केही छैन है, गोबर भरिएको दिमाग जस्ता कमेन्ट बढी भेटिन्थ्यो। एउटा पोस्टमा चाहिँ कालीलाई काखमा राखेर स्पेशल किस गर्न मन लागेको अवस्था भनेर पोस्ट गरेको रहेछ। त्यसमा गर न त मैले नाइ भनेको छु र भनेर कमेन्ट थियो, अनि कमेन्टको रिप्लाईमा आउ न त खोलेर मेरो काखमा लेखेको थियो। फेरि खोलेर किस गर्न त धेरै कुर्नुपर्छ भन्ने थियो, अनि लगत्तै त्यसो भए एकछिन मेसेन्जरमा अनलाइन आउ न त लेखेको थियो, अनि फेरि म अनलाइन नै छु आऊ भनेर लेखेको देखेपछि म फेसबुकको मेसेन्जरमा प्रवेश गरे। समस्या के भने त्यो अकाउन्ट अनलाइन देखियो भने। मैले यसो साइडमा हेरे अनि त्यो अकाउन्टलाई अफलाइन मोडमा राखेर मेसेन्जरको च्याट म्यासेज पढ्न सुरु गरे। त्यो च्याटमा त पुरै एउटा र केटीबीच हुने सेक्सका कुराहरू मात्रै थिए। मैले त्यो मेसेन्जर च्याटबाट सम्भव भएसम्मको मेसेजहरू कपी गरेर आफ्नो पेन ड्राइभमा सेभ गरे अनि अरू च्याट लिस्ट ओपन गरे। केटी जस्ता लाग्ने अकाउन्टमा पनि तेरो बोयफ्रेन्डको कोब्रा सर्प कत्रो छ, हप्तामा कति पटक चिकाउँछेस, तेरो बोयफ्रेन्डले कति मिनेटसम्म कोब्रा सर्प भित्र बाहिर गर्छ, सेकेन्ड टाइम गर्छ कि गर्दैन, फुसी कति झार्छ, तेरो खुत्रुकी सक गर्छ कि गर्दैन, तैले कोब्रा सर्प चुस्छेस कि चुस्दिनस्, मेरो बोयफ्रेन्डले चाकमा पनि बजाउँछु भनेर हैरान पारेको छ, के गर्ने होला, बोयफ्रेन्ड नभएको बेलामा खुत्रुकी चिलायो भने के गर्छेस, तेरो बोयफ्रेन्डले तँलाई घरमा बजाउँछ कि होटलमा लैजान्छ कि आफ्नै रुममा बोलाउँछेस, आदि इत्यादि। एउटी पोक्ची केटी म भन्नेको च्याटमा त अति नै कुरा गरेको रहेछ। तैले तेरो घरमा कसैसँग खुत्रुकी खोलाएकी छेस, तेरो भाइको कोब्रा सर्प कत्रो छ, कोब्रा सर्प कालो छ कि कस्तो, कति मोटो छ, तेरो भाइको कोब्रा सर्प चुसेकी छेस, तेरो भाइले तँलाई गुर्छ कि गुर्दैन, तेरो बाउको कोब्रा सर्प कस्तो छ नि, तेरो घरमा आउने पाहुनालाई सम्काउँछेस कि सम्काउन्नस्, आदि इत्यादि। केटीहरू त्यो हदसम्म गफ गर्छन् भन्ने मैले सोचेको पनि थिइनँ। लगभग सबैको मैले च्याट मेसेज कपी गरे अनि सबैको फेसबुक कन्ट्याक्ट पनि कपी गरेर पेन ड्राइभमा राखे। निकै बेर सोचेपछि मैले मोबाइलबाट सबै फेसबुक कन्ट्याक्टलाई आफ्नो फेक प्रोफाइल बनाएर फ्रेन्ड रिक्वेस्ट पठाएँ। अध्यागमन के काली केटी म भन्ने ल्यापटपमै रिक्वेस्ट आयो। मैले विचार गरे, यदि यो दिदीकै प्रोफाइल हो भने मलाई एक्सेप्ट गर्ली कि नगर्ली, अथवा त्यो दिदीको अकाउन्ट नहुन पनि त सक्थ्यो। तर जसको भए पनि एक्सेप्ट होला कि नहोला। तर अचम्मै भयो, काली केटी मले तुरुन्तै मेरो फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरी। घडीमा 11:30 बजिसकेको थियो, त्यसैले मैले दिदी आउनुभन्दा अगाडि नै दिदीको पुरै ल्यापटप सर्च गर्ने निर्णय लिएँ र सर्चमा गएर थिचे। थुप्रै फाइलहरू सर्च लिस्टमा देखिएका थिए। मैले फाइल टाइप अनुसार रिजल्टलाई सर्च गरे अनि हेर्न थाले। एउटा फोल्डर भेटियो, डन्ट ओपन दिस। मलाई त्यही खोल्न मन लाग्यो र खोले। ए मेरी आम्मा, त्यहाँ त निकै धेरै पोर्न भिडियो रहेछ।
मैले एक गर्दै सबै भिडियोहरूलाई आफ्नो एक्सटर्नल हार्ड डिस्कमा कपी गरे र फेरि सर्च रिजल्ट हेर्न थाले। एउटा अर्को फोल्डर प्राइभेट भन्ने फेला पर्यो र मैले खोलेर हेरे। त्यहाँ त दिदीको सेल्फी फोटोहरू थिए। दिदीले बाथरुममा र बेडरुममा अर्धनग्न भएर खिचेको फोटोहरू थियो। मैले तिनलाई पनि कपी गरे र अझै हेर्न थाले। प्राइभेट भित्रको हिडन फोल्डरमा त दिदीको नाङ्गो फोटोहरू पनि थिए। मेरो कोब्रा सर्प फन्किसकेको थियो। जीवनकै पहिलो पटक मैले आफ्नै दिदीको नाङ्गो फोटो हेरेर छोले अनि दिदीको नाममा कोब्रा सर्पबाट एक मुठी नौनी निकाले। म बाथरुममा गएर मुठीको नौनी पखाल्ने सोचमा अगाडि बढे तर बेसिनमा पुगेपछि सम्झिए ब्लू फिल्ममा तरुणीले यो फुसी निलेको देखाउँछ भने मैले नै चाख्दा के फरक पर्छ र अनि फुसी सरासर मुखमा हाले। सुरुमा त नुनिलो कस्तो तमतम्याइलो त्यो झोल निल्न मन लागेन तर जे त पर्ला भनेर मैले सबै निले अनि कोठामा फर्किएँ। एकाध घण्टासम्म मलाई फुसीको स्वादले कस्तो बनायो। त्यसपछि ल्यापटप बन्द गरेर म सुते। बिहानपख दिदी ड्युटीबाट फर्केर घरमा छिरेको निदमा हो जस्तो मलाई लागिरहेको थियो। 6:15 बजेको अलार्मले म बिउजिए। आहा, राति कस्तो मिठो निद्रा लागेको। मैले आफूलाई यसो हेरे। बेलुकी छोल्ने बेलामा कपडा खोलेकोले म अझै नाङ्गै रहेछु। हात अनायासै कोब्रा सर्पमाथि पुग्यो र सुमसुम्याउन थाल्यो। मैले फेरि हिजो बेलुकीको दिदीको फोटो सम्झिए अनि एकतमासले छोल्न थाले। केही क्षणमै मेरो हातमा फुसी भरियो। मैले बेलुकीको घटना सम्झिएँ र फेरि फुसी चाटे। यसपटक मलाई फुसीको स्वादले मन्त्रमुग्ध बनायो र मैले हत्केलालाई ओल्टाई पुरै फुसी चाटेर सके। मलाई खुब मजा आयो। त्यसो पनि शनिबार म 8 बजेसम्म सुत्ने गर्थे तर आज दिदीको नाममा दुई पटक छोलेर सुतेकोले होला 8:30 बज्दा पनि नउठेपछि दिदीले मेरो ढोकामा जोडले ठोक्दै मलाई बोलाए। जसँग भएर हजुर भन्दासम्म दिदी मेरो कोठामा छिरिसकेकी थिए। राति छोल्दाखेर म पुरै नाङ्गै भएर सुतेको थिएँ। गर्मीको समय भएकोले सिरक अथवा ओड्ने केही पनि बिस्तरामा नभएकोले मेरो फन्केको कोब्रा सर्प दिदीले देखिहाली र दिदीको मुखबाट निस्क्यो। आम्मै कति ठुलो। अनि दिदी मुख छोपेर बाहिर निस्की। मैले साधारण मानिसको कोब्रा सर्पको साइज कत्रो हुन्छ भनेर थाहा पाएको थिइनँ, नदेखेको नै थिए। त्यही भएर मेरो कोब्रा सर्पको साइज नर्मल नै छ भन्ने सोच्ने गर्थे तर ब्लू फिल्मका पात्रहरूको कोब्रा सर्प भन्दा मेरो सानो छ भन्दै आफ्नो कोब्रा सर्प कसरी ठुलो बनाउने भन्ने मेरो दिमागमा घुमिरहन्थ्यो। एक त नर्स दिदीलाई कोब्रा सर्पको साइज थाहा हुन्थ्यो, अर्को बोयफ्रेन्डको पनि कोब्रा सर्प चाखेकी हुँदी हो भन्ने हिसाबले दिदीले मेरो कोब्रा सर्प ठुलो भनेदेखि मलाई एक किसिमको सन्तुष्टि भने भइरहेको थियो। कम्तीमा पनि मेरो कोब्रा सर्प सानो चाहिँ छैन भन्ने विश्वास भए पनि दिदीको अगाडि के भनेर मुख देखाउनु भन्ने असमञ्जस भइरहेको बेलामा दिदीले चिया लिएर मेरो कोठामा प्रवेश गरी। अघि दिदीले देखेदेखि मैले सोचमा कपडा नै लगाउन बिर्सेको रहेछु। दिदीले सहजै भनी, छि कस्तो नकचरो त कपडा लगा छिटो, कस्तो लाज पनि नभएको भनेपछि मैले हत्तपत्त छेउको टावल कमरमा बेरे। मैले टावल बेर्दासम्म दिदीले मेरो हातमा चिया थमाइसकेकी थिए। त्यसपछि दिदी त्यहाँबाट निस्केर किचनमा पुग्दा मेरो कोठाको ढोकाबाट फर्केर जिब्रोले ओठलाई चाट्दै मुस्कान सहित गएकोले म भने रोमाञ्चित भएको थिएँ। मलाई यस्तो लाग्यो जस्तो सुकै भए पनि आफ्नै दिदीले ठुलो भनेको मेरो कोब्रा सर्प लोभ लाग्दै हो। दिदीले त थुक मिलेर गई भने अरूले त के गर्लान् के। अब भने मलाई बजाउने इच्छा निकै नै जागृत भएर आएको थियो। तर त्यसको व्यवस्था अथवा चाँजो कसरी मिल्छ भन्ने मेरो लागि नौलो विषय थियो र विवाह नै मानिसको बजाउने इच्छाको परिपूर्ति गर्ने माध्यम हो भन्ने निष्कर्षमा म पुगेको थिएँ। आज पनि दिदीको नाइट ड्युटी नै थियो। त्यही भएर काली केटी मसँग फुर्सदमा बेलुकी लाइन नभए पनि च्याट गर्न पाउने आशामा म थिएँ। साँझको खाना खाइबरी दिदी गएपछि म दिदीको कोठामा ल्यापटप निकाल्ने उद्देश्यले छिरे। ल्यापटप हातमा लिए पछाडि मलाई किन दिदीको दराज चहार्ने मन भएर आयो।
आजसम्म मैले दिदीको कोठामा छिरेर 1-2 मिनेट भन्दा बढी बिताउने दुस्साहस गरेको थिइनँ, तर आज म दिदीको दराज नै छापा मार्दै थिएँ। दराजमा एकपछि अर्को गर्दै च्याम्बरमा हेर्दै जाँदा दिदीको कपडाहरू बाहेक खासै भेटिएन, बरु दिदीका वस्त्रहरू भने अनेक थरीका भेटिए। कतिपय दिदीका वस्त्रहरू मैले ब्लू फिल्ममा महिला पात्रले लगाउने जस्तो मात्र देखे भने कतिपय वस्त्रहरूले सुन्तलालाई सेपमा मात्र राख्ने तर सुन्तला नछोक्ने अनि खुत्रुकीको मुख्य भाग बाहेक अरू भाग मात्र छोप्ने खालका थिए भने धेरैजसो वस्त्रहरू राति सुत्दा लगाउने तर एकदमै पातला र छोटा देखिन्थे, तर पनि दिनमा बाहिर निस्कदा लगाउने वस्त्रहरू भने निकै भलादमी पाराका पनि देखिन्थे। त्यसपछि मैले दिदीको दराजमा भएको ड्रअर खोले। बाउ ड्रअरमा त हजारको 2वटा बन्डल नोट र 500 अनि 1000का छुट्टै नोटहरू छरिएर रहेको देखेँ। मलाई पैसासँग खासै सरोकार पनि थिएन। ड्रअरको कुनापट्टि भने लेटेक्स कन्डमको 15-20वटा प्याकेट मिलाएर राखिएको थियो। अनि त्यसैको सँगै 2वटा पेन ड्राइभ र केही नाम नखुलेका CD-हरू थिए। ती CD लाई मैले दिदीको ल्यापटपमा हाल्न खोज्दा ल्यापटपमा पहिले एउटा CD भित्रै थियो। त्यो CD को माथिल्लो भागमा माई डर्टी फेमिली भन्ने नाम रातो मार्करले लेखेको थियो। मैले त्यही CD फेरि भित्रै छिराएँ र प्ले गरेँ। पारिवारिक नाता सम्बन्धका बीचमा भएको ब्लू फिल्म रहेछ त्यो। दिदी भाइ आमा छोरा बाबु छोरीका बीचमा हुने भनिएको त्यसको कथा मलाई राम्रो लाग्यो। म आफ्नो कोठामा पुगेर एक्सटर्नल हार्ड डिस्क निकालेर ल्याएँ अनि मेरो हार्ड डिस्कमा कपी गर्न थालेँ। दिदीको दराजमा भएका अरू CD पनि ब्लू फिल्मकै रहेछन्। मैले सबै कपी गरेँ र दिदीको दराजलाई जस्ताको तस्तै छोडेर आफ्नो कोठामा आएँ। दिदीको ल्यापटपमा ब्लू फिल्म हेर्दै म मोबाइलमा च्याट गर्न थालेँ। बिनिता हाई, के म तिमीलाई चिन्छु? म किन चिन्न पर्यो? गफ गर्दा भइहाल्छ नि। चिनेर पो के गर्छौ र? बिनिता ओके जे परोस्, तिम्रो नाम के हो नि? म अब उदय भन्यो भने त चिन्ला कि भन्ने डर, फेरि दिदी नै पो हो कि हरि? अनि तिम्रो? बिनिता म बिनिता हो। लौ जा यो त साँच्चीकै दिदी नै पो रहिछे। हाउ ओल्ड आर यु? मैले ढाँटे 26 एन्ड यु? बिनिता मी 25। कन्फर्म नै भए म बिनिता दिदी नै हो भनेर। म दोधारमा परे च्याट गर्ने कि नगर्ने भनेर। फेरि दिदीलाई सम्झेर छोल्न चाहे हुने च्याट गर्दा के हुन्छ र? फेरि दिदीले मलाई चिन्ने भए पो भन्दै नचिने भई त हाल्यो भन्दै च्याटमा अगाडि बढे। म व्हाट आर यु डुइङ? बिनिता आई एम अन ड्युटी एट हस्पिटल। एन्ड यु? मी जस्ट अ स्टुडेन्ट सर्चिङ फर अ जब। मैले ट्राई हाने के भन्छे भनेर। या बिनिता हाउ ब्ल्याक आर यु? बिनिता म झन्डै बेहोस नै भएँ। म कि मेरो खुत्रुकी? मैले बिनिताले यस्तो रिप्लाई गर्छे भनेर विश्वास नै गरेको थिइनँ। एकछिनसम्म भाउन्न भए पछाडि मैले मनमनै भने, आखिर दिदीको नाङ्गो फोटो पनि हेरेकै हो क्यारे? के नै फरक पर्छ र दिदी भन्ने बिर्सेर अरू नै तरुणीसँग च्याट गर्दैछु भन्ने हिसाबले म रेडी भएँ। म दुबै। बिनिता पहिला तिम्रो कोब्रा सर्पको लेन्थ कति छ भन? अनि मेरो कोब्रा सर्पको लेन्थ त मैले नापेकै छैन। बिनिता 26 वर्षको घोरले अनलाइनमा सेक्सी च्याट गर्न आएको रे, आफ्नो लम्बाइ पनि थाहा छैन। म नापेको भए त थाहा हुन्छ नि। बिनिता त्यसो भए एउटा काम गर। म के? बिनिता तिम्रो कोब्रा सर्पले चाकको प्वाल टच गर्छ कि गर्दैन? एकछिन है म ट्राई गरेर भन्छु। मैले आफ्नो कोब्रा सर्पलाई ट्राई गरेर हेरेँ। मेरो कोब्रा सर्पले चाकको प्वाल छुँदो रहेछ। अझै अलिकति कोसिस गर्यो भने त सुपारी जस्तो टुप्पो चाकभित्रै छिर्ने रहेछ। मैले भने, त्यसो गरेर हेर्दा त कोब्रा सर्पको टुप्पो प्वालभित्रै छिराउन पनि सकिन्छ। बिनिता त्यसो भए चाकको प्वालमा चाहिँ नछिराउ, फेरि म कहाँ उपचार गर्न आउनु पर्ला? तिम्रो कोब्रा सर्पको लेन्थ झन्डै 8.5 देखि 9 इन्च छ। नपत्याए स्केलले नापेर हेर। एकछिन है त म नापेर हेर्छु। मैले साँच्चीकै स्केल लगाएर नापेर हेरेँ, 9 इन्च रहेछ। मैले आफ्नो कोब्रा सर्पको गोलाइ पनि नापेर हेरेँ, 9 इन्च रहेछ। लौ भन त त्यसो भए मोटाइ कति होला?
विनिता मोटाई त त्यसरी थाहा हुन्न, तर 9 इन्चको कोब्रा सर्पको स्ट्यान्डर्ड मोटाई भनेको 3 इन्च हुनुपर्छ। तिमी त ज्योतिषमै रहेछौ नि। विनिता एउटी नर्स जो हरेक बिरामीको सम्पूर्ण कपडा खोलेर हेर्नुपर्नेसम्म हुन्छ। उसलाई यस्तो सामान्य कुरा थाहा भइहाल्छ नि। अनि अर्को कुरा सोधौँ, विनिता भन न के कुरा हो? त्यसो भए केटीको खुत्रुकी कति लामो र गहिरो छ भनेर कसरी थाहा पाउने? विनिता खुत्रुकीको चिरिएको भाग चाहिँ सामान्यतया ओठको लम्बाइ बराबर हुन्छ। अब गहिराई त कोब्रा सर्प खुत्रुकीमा छिराएपछि थाहा भइहाल्छ नि। अब केटीलाई तिम्रो खुत्रुकीको गहिराई नाप्छु भन्दा खुत्रुकी थापेर ल नाप भन्छन् नि। विनिता म त दिन्छु क्यारे, गफै त हो सोल्टिनी। विनिता तिम्रो घरमा को छ नि? म र मेरो दिदी छु, अनि तिम्रो? विनिता मिलेछ नि त। मेरो पनि एउटा भाइ छ। आमा गाउँमा हुनुहुन्छ। तिम्रो दिदी म्यारिड हो कि होइन? नाइ, सी इज अनम्यारिड। विनिता तिमी 26 भयौ भनेपछि तिम्रो दिदी पक्कै पनि तिमीभन्दा 1 वर्ष जेठी नै होली। तिम्रो दिदीको बोयफ्रेन्ड हुनुपर्छ पक्का। तिमी कसरी ठोकुवा लगाएर भन्न सक्छौ? विनिता त्यत्रो उमेर पुगेकी केटीको खुत्रुकी त पक्का चिलाउँछ क्यारे, अनि बोयफ्रेन्डको कोब्रा सर्पले खुत्रुकी खोलाउँछे होली। मलाई आइडिया भएन। बोयफ्रेन्ड भए त बिहे गर्ने कुरो पनि त हुन्थ्यो होला नि। विनिता बिहे नगरी खुत्रुकी खोलाउन पाएपछि केटीलाई बिहेको त्यति हतारो हुन्न क्या? पनि त बोयफ्रेन्डसँग खुत्रुके खोलाउँथे, तर मुर्दारले मलाई छोडेर अर्कै लिएर हिँड्यो र पो। अब बोयफ्रेन्ड भागेपछि कोसँग खुत्रुकी खोलाउँछौ त? विनिता 2 दिन त जाठाको कोब्रा सर्प सम्झेर निकै रोए। त्यसपछि आज बिहान भाइको कोब्रा सर्प देखेपछि त मलाई भाइकै कोब्रा सर्प हुँदाहुँदै जाबोको कोब्रा सर्प सम्झेर के रुनु भन्ने भयो। अब भाइको कोब्रा सर्प मेरो खुत्रुकीमा कसरी छिराउनु भन्ने टेन्सन चाहिँ भइराछ। भाइ मोरो अलि लाटो छ के, नत्र त 4 वर्ष भयो मैले त्यसको कोब्रा सर्प नै देख्न पाएको थिइनँ। पहिले देख्या भए त जाठा बोयफ्रेन्डलाई म आफै छोडिदिन्थे। दिदी मेरो कोब्रा सर्पले खुत्रुके खोलाउन आतुर छे भन्ने सुनेर रोमाञ्चित हुँदै, अनि दिदी भाइको त्यस्तो सम्बन्ध पनि कहीँ हुन्छ त? कसैले थाहा पायो भने? विनिता मलाई बोयफ्रेन्डले बजायो भन्दै हिँडेको छैन क्यारे। भाइले पनि नभन्ला नि त? त्यो त हो, तर मलाई त पत्यार लागेन। विनिता तिमीले दिदीलाई आफ्नो कोब्रा सर्प देखाएको छेउ? खै मैले देखाउँछु भनेर देखाएको त छैन। सँगै बस्छौं क्यारे, देखेको हुन पनि सक्छ नदेखेको हुन पनि सक्छ। विनिता अनि दिदीको सुन्तला देखेको छौ? अथवा नाङ्गे हेर्न मन लागेर चियोचर्चो गरेको छौ? खै त्यस्तो ख्याल आएको छैन, मलाई इन्ट्रेस्ट पनि छैन। विनिता तिमीले आजसम्म तरुनी बजाएको छ कि छैन? छैन, फुर्सद भए पो। विनिता साथीहरूसँग रन्डी बजाउन पनि जान्नौ? नाइ। विनिता तिम्रो साथीहरू खत्तम रहेछन्। ब्लू फिल्म हेरेको छौ? ब्लू फिल्म त धेरै हेरेको छु। विनिता अनि तिमीलाई बजाउन मन लाग्दैन त? मन लागेर मात्र हुन्छ। बिहे गर्नु परेन? विनिता छ्या, तिमी त लाची रहेछौ। घरमा दिदी हुँदाहुँदै पनि हेर्न मन नलाग्ने, रन्डीकोमा पनि नजाने। एकचोटि दिदीलाई कोब्रा सर्प देखाउने ट्राई गर त। तिम्री दिदीले आफै तिमीलाई सबै थोक देखाइदिन्छे। खाली याद के गर भने दिदीले मलाई चिक भनेर खुत्रुकी थाप्दै चाहिँ आउँदिन। त्यो कामको सुरुवात तिमी आफैले गर्नुपर्छ। दिदीलाई त्यो नजरले हेर्नु त पाप हो नि। विनिता साँच्चीकै चिकाउन आतुर छे र मैले चाहेको खण्डमा सजिलै मेरो मुनि सुत्न आउँछे भन्ने त स्पष्ट नै थियो। विनिता सहमतिमा हो भने चिक्नु पाप हुँदैन। आखिरमा शारीरिक जरुरत पनि त हो नि। ठिकै छ, म एकपटक ट्राई गर्छु। अब बोयफ्रेन्ड भागेपछि कोसँग खुत्रुकी खोलाउँछौ त? विनिता 2 दिन त जाठाको कोब्रा सर्प सम्झेर निकै रोए। त्यसपछि आज बिहान भाइको कोब्रा सर्प देखेपछि त मलाई भाइकै कोब्रा सर्प हुँदाहुँदै जाबोको कोब्रा सर्प सम्झेर के रुनु भन्ने भयो।
अब भाइको कोब्रा सर्प मेरो खुत्रुकीमा कसरी छिराउनु भन्ने टेन्सन चाहिँ भइराछ। भाइ मोरो अलि लाटो छ के, नत्र त 4 वर्ष भयो मैले त्यसको कोब्रा सर्प नै देख्न पाएको थिइनँ। पहिले देख्या भए त जाठा बोयफ्रेन्डलाई म आफै छोडिदिन्थे। म दिदी मेरो कोब्रा सर्पले खुत्रुके खोलाउन आतुर छे भन्ने सुनेर रोमाञ्चित हुँदै, अनि दिदी भाइको त्यस्तो सम्बन्ध पनि कहीँ हुन्छ त? कसैले थाहा पायो भने? विनिता, मैले मलाई बोयफ्रेन्डले बजायो भन्दै हिँडेको छैन क्यारे। भाइले पनि नभन्ला नि त? म त्यो त हो, तर मलाई त पत्यार लागेन। विनिता, तिमीले दिदीलाई आफ्नो कोब्रा सर्प देखाएको छेउ? म खै मैले देखाउँछु भनेर देखाएको त छैन। सँगै बस्छौं क्यारे, देखेको हुन पनि सक्छ नदेखेको हुन पनि सक्छ। विनिता, अनि दिदीको सुन्तला देखेको छौ? अथवा नाङ्गे हेर्न मन लागेर चियो चर्चो गरेको छौ? म खै त्यस्तो ख्याल आएको छैन, मलाई इन्ट्रेस्ट पनि छैन। विनिता, तिमीले आजसम्म तरुनी बजाएको छ कि छैन? म छैन, फुर्सद भए पो। विनिता, साथीहरूसँग रन्डी बजाउन पनि जान्नौ? म नाइ। विनिता, तिम्रो साथीहरू खत्तम रहेछन्। ब्लू फिल्म हेरेको छौ? म ब्लू फिल्म त धेरै हेरेको छु। विनिता, अनि तिमीलाई बजाउन मन लाग्दैन त? मन लागेर मात्र हुन्छ। बिहे गर्नु परेन? विनिता, छ्या, तिमी त लाची रहेछौ। घरमा दिदी हुँदाहुँदै पनि हेर्न मन नलाग्ने, रन्डीकोमा पनि नजाने। एकचोटि दिदीलाई कोब्रा सर्प देखाउने ट्राई गर त। तिम्री दिदीले आफै तिमीलाई सबै थोक देखाइदिन्छे। खाली याद के गर भने दिदीले मलाई चिक भनेर खुत्रुकी थाप्दै चाहिँ आउँदिन, त्यो कामको सुरुवात तिमी आफैले गर्नुपर्छ। म दिदीलाई त्यो नजरले हेर्नु त पाप हो नि। विनिता, साँच्चीकै चिकाउन आतुर छे र मैले चाहेको खण्डमा सजिलै मेरो मुनि सुत्न आउँछे भन्ने त स्पष्ट नै थियो। विनिता, सहमतिमा हो भने चिक्नु पाप हुँदैन। आखिरमा शारीरिक जरुरत पनि त हो नि। म ठिकै छ, म एकपटक ट्राई गर्छु। अनि बरु तिमी भन त दिदीलाई मेरो बिस्तरामा ल्याउन सुरुवात कहाँबाट गरौँ? विनिता, याद राख्नी फेरि। दिदीले मानी भने मात्र बजाउनु नि, जबरजस्ती नगर्नु। पहिला आफ्नो कोब्रा सर्प दिदीलाई देखाऊ, अनि दिदीको बानी बेहोरा विचार गर। तिम्रो कोब्रा सर्प देखेर दिदी तिमीसँग नजिकिन थाली वा कोसिस गरी भने बुझ्नु कि उसलाई तिम्रो कोब्रा सर्प चाहिएको छ। अनि तिमीले देखायौ त भाइलाई? विनिता, छैन, अब आज भोलिमै म देखाउने कोसिस गर्छु। लुज कपडा लगाएर सुन्तला देखिने गरी पहिलो प्रयास गर्छु, हेरौँ मोरोले के गर्छ। ल त्यसो भए तिमी ट्राई गर, म त सुते, के हुन्छ भोलि कुरा गरौँला। विनिता, ओके। अब आज त हातैले शान्त भएर सुत्ने होला। एनिवे, ह्याभ अ स्विट ड्रिम। म सेम टु यु। त्यसपछि म ल्यापटपमा ब्लू फिल्म हेर्दै छोल्न थालेँ। स्वाभाविक भन्दा छिटो दिदीको नाममा मैले तेस्रो पटक माल झारेँ अनि हातमा दलिएको सबै फुसी चाटेर निले। तेस्रो पटकमा त मलाई फुसीको स्वाद एकदमै प्यारो लाग्न थाल्यो। घडी हेरेको झन्डै 1 बज्न थालेको रहेछ। छोले पछाडि म कतिखेर निदाए भन्ने पत्तो नै पाइन। बिहान एकैपटक दिदीले बोलाए पछाडि मात्र म बिल्झिए। दिदीको हातमा चिया थियो। मैले आँखा खोल्दा दिदी भित्र छिरिसकेकी थिई। छ्या, यो त सधैँ नाङ्गै पो सुत्दो रहेछ। नाङ्गै सुत्ने भएपछि त ढोकामा चुकुल लगाउनु नि। सँगसँगै दिदीले मेरो कोब्रा सर्प हेरेर थुक पनि निली। मैले याद गरेको थिइन् दिदीले त पातलो तर लामो फ्यालफ्याले टी सर्ट लगाएकी थिई। टी सर्टले उसको कमरभन्दा मुनि आधा तिग्रासम्म छोप्न सकेको थियो। त्यो टी सर्टबाट दिदीको सुन्तलाका निप्पल बाहिर निस्कन खोजेझै देखिन्थे भने दिदीले पेन्टी लगाएकी छ कि छैन भन् मैले पत्तो पाउन सकिन। मैले टावलले कमर बेरिसकेको थिएँ। दिदीले मुस्काउँदै सोधी, आज कलेज जानु पर्दैन? मलाई मेसो आएन र तुरुन्तै भनिदिएँ, आज 1 पिरियड मात्र हुन्छ भनेर नगाको। दिदी बाहिर निस्कन खोज्दै भनी, ल चिया खाएर आइज, म नास्ता तयार गर्दै गर्छु। दिदीको पछाडिको भाग निहाल्दा दिदीले पेन्टी लगाएकी रहेनछ भन्ने मैले अनुमान लगाएँ। चिया पिइसकेर म कपडा लिएर नुहाउनको लागि बाथरुम छिरे।
जब नास्ताको लागि म बरन्डामा पुगेँ, दिदीले टोस्ट अमलेट तयार गरेकी थिए। मैले हाफ पेन्ट लगाएको थिएँ। गएर दिदीको सामुन्ने बसे अनि चिया र टोस्ट अमलेट खान थाले। दिदीले पढाइ सम्बन्धी केही प्रश्नहरू गरी मैले पनि उत्तर दिँदै आफ्नो छिट्टै नै जागिर पक्का हुने खबर दिदीलाई दिएँ। बेडको कुर्सीमा बसेकी दिदीले अचानक खुट्टा माथि सारेर एउटा खुट्टालाई कुर्सीमा अर्को खुट्टाको तिग्रामुनि पर्ने गरी च्यापेर राखी। म दिदीतिरै फर्केर बसेको हुनाले मेरो आँखा दिदीको खुट्टा खप्काइमा केन्द्रित थियो। दिदीको त्यो हरकतले मेरो आँखामा टी सर्टको भित्रपट्टि सबै चिज नजर आइरहेको थियो। दिदीको खुत्रुकी चिल्लो देखिन्थ्यो, सेभिङ गरेको बसाइको कारणले दिदीको खुत्रुकी हल्का फटिएर टी-सीले चुमुक चुमुक गर्दै मलाई जिस्काइरहेको थियो। छिनमै मेरो कोब्रा सर्प फन्किएर दिदीलाई सलामी ठोक्यो। त्यतिखेर दिदीको आँखा मेरो कट्टुमाथि र मेरो आँखा दिदीको खुत्रुकीमा केन्द्रित थियो। उता दिदीको खुत्रुकीले मलाई गिज्याउँथ्यो अनि यता मेरो कोब्रा सर्पले फनक्क गर्दै दिदीलाई सलामी अर्पण गर्थ्यो। सम्झिँदा निकै रमाइलो क्षण थियो त्यो। हामी दुवै मौन भएर एकार्काको कमरमुनिको अङ्गलाई हेरिरहेका थियौं। दिदीको खुत्रुकी देख्दा मलाई त्यही समाएर चाटिदिउ जस्तो भइरहेको थियो। मैले कट्टुभित्र हात छिराएर कोब्रा सर्पलाई दिदीले राम्रैसँग देख्ने गरी मिलाएँ। कोब्रा सर्प लामो भएकोले कट्टुको इलास्टिक भन्दा बाहिर कोब्रा सर्पको सुपारी निस्क्यो अनि कोब्रा सर्पको टुप्पोमा हल्का पानी जस्तो चिल्लो पदार्थ पनि। मलाई के भनु के नभनु भइरहेको थियो। हिजो रातिको च्याटले मलाई बढी निडर पनि बनाएको थियो। मैले हल्का मधुरो आवाजमा कोब्रा सर्पलाई सुमसुम्याउँदै दिदीले सुन्ने गरी भने, कति फन्किन्छ यो पनि। दिदीले पनि सानो स्वरमा थाहा नपाएझै गरी चाहियो होला नि त भनेर जवाफ फर्काए अनि हत्केलाले पोकामाथि छोएर तल सार्दै अन्तमा टी सर्टको तल्लो भागलाई अझै माथि सारिदिए। अनि चारैतिर हेरी। सायद वरिपरिका घरतिरबाट कसैले हेरिरहेको छ कि भनेर होला। मेरो आँखाले पनि ती कुराको मध्यनजर गरेर आश्वस्त भइसकेको थियो र नजरको अगाडि दिदीको खुत्रुकी झनै प्रष्ट रूपमा देखिएको थियो। दिदीले मेरो आँखामा आँखा जुदाएर सोधी, ओइ के हेरेको? लाज लाग्दैन आफ्नै दिदीलाई कुदृष्टिले हेर्छस्? दिदी तलबाट सबै देखिएपछि मैले के गरौँ त नि? दिदीले आफ्नै खुत्रुकीतिर हेर्दै भनी, कहिले देख्या छैनस्? फोटो भिडियोमा त देखेको हो दिदी, रियलमा हेर्न पाएको थिइन। मैले त्यति मात्रै के भनेको थिएँ। दिदीले टी सर्ट अझै माथि सारेर खुत्रुकी फट्याएर देखाउँदै भनी, लौ हेर दित मर्ने गरी। तर कुदृष्टि लाउन पाउँदैनस् नि। यसरी हेरेर त के गर्नु? डिटेलमा हेर्न मन लागेको छ नि। यहाँ यस्तो बाहिर कसैले देख्यो भने कस्तो लाज पनि नभएको। समग्रमा भन्दा आगो दुवैतिर सल्किसकेको थियो। मैले अब दिदीलाई सिधै समाएर भुइँमा सुताएर बजाउने मनसाय बनाइसकेको थिएँ। त्यसैले सानो स्वरमा भने, भित्रै गएर हेराउने हो कि? दिदीले पनि जवाफमा, कसले रोकेको छ र भन्दै चाक मचक मचक पार्दै भित्र जानलाई उठी। भित्र छिर्नुभन्दा अगाडि दिदीले भाँडा उठाउने निहुमा मेरो कमर नजिकैसम्म ज्यान तन्काउँदै मेरो कोब्रा सर्पमा सासले फुकिएर भनी, खाइलाग्दो छ। त्यही मौकामा म जुरुक्क उठ्दै भने, जाइलाग्दो पनि छ। उठ्दा मैले कमरलाई दिदीतिर सार्दै मेरो कोब्रा सर्पले झन्डै झन्डै दिदीको ओठ छुने गरी आफूलाई लस्काए। दिदीले त्यही बेलामा जिब्रो बाहिर निकालेर कोब्रा सर्पको टुप्पोमा स्पर्श गरी। मैले पनि कट्टुको इलास्टिक हल्का सारिदिए जसले गर्दा कोब्रा सर्पको टुप्पो दिदीको मुखभित्रै छिर्यो। दिदीले प्रतिकार गरेझै गरेर मलाई जिस्क्याई, कस्तो लाज नभएको मुखभित्रै पो छिरायो त। मैले दिदीको टाउकोलाई हातले अठ्याएर कोब्रा सर्पमा अड्काउँदै भने, भित्र मात्र जाऊ न, म यसलाई कता कता छिराउँछु। दिदीले मेरो कोब्रा सर्पलाई मात्र एकपटक पुरै मुखमा लिएर थुकिलो बनाइदिए र मुखबाट कोब्रा सर्प बाहिर छुटाउँदै भनी, भित्र हिँड्न त। कहाँ कहाँ छिराउँछस् म पनि हेरौँ। अनि मेरो कोब्रा सर्पलाई हातले समाएर डोहोर्याउँदै मलाई पनि भित्र लिएर गई।
बास बेसिनमा भाँडाहरू राखेपछि दिदीले मतिर फर्किएर हेरी अनि हत्तपत्त मेरो कोब्रा सर्पबाट हात छुटाएर टी सर्टको कमरनेरको भागमा समाएर माथि सार्दै काँधबाट पनि माथि पुर्याएर नाङ्गै हुँदै भनी, लौ छिराई कहाँ कहाँ छिराउँछस्। मैले दिदीको पोका हत्केलामा समाउँदै दिदीको ओठमा आफ्नो ओठ जोडेर किस लिन थाले। दिदी मेरो कोब्रा सर्प खेलाउन थाली। 1.5 मिनेट जति दिदीको पोका खेलाउँदै ओठ चुसेर छोडेपछि मैले दिदीलाई भने, मुखैबाट सुरु गरौँ न त, अनि दिदीको काँधमा हातले समाएर भुइँतिर पुस गरे। दिदी पनि सहजै भुइँमा घुँडा टेकेर बसी अनि मेरो कोब्रा सर्पलाई हातले समाएर ओल्टाइ पोल्टाइ निकै बेरसम्म हेरिरही अनि कोब्रा सर्पको टुप्पोबाट छाला फर्काएर स्वाट मुखमा छिराएर चुस्न थाली। दिदीले मेरो कोब्रा सर्प चुस्दै गर्दा मैले दिदीको टी सर्ट काँधबाट बाहिर निकालिदिएँ। यतिखेर दिदी पुरै र म कमरमाथि भेस्ट मात्र लगाएको अवस्थामा थिएँ। निकै बेरसम्म दिदीले मेरो कोब्रा सर्प चुसिरही। सायदै ब्लू फिल्ममा मात्र त्यति लामो ब्लोजब सिन हुन्थ्यो। मेरो कोब्रा सर्प त पुरै दिदीको थुकले भिजेको थियो नै। कोब्रा सर्प चुस्दा चुस्दै दिदीको मुखबाट निस्केको र्यायालको मुखबाट तल झर्दै दिदीको पोका पनि भिजाउन भ्याएको थियो। जब दिदीले मेरो कोब्रा सर्प मुखबाट निकाली मैले दिदीलाई भुइँबाट उठाएर खडा गरे। अब मेरो कोब्रा सर्प दिदीको खुत्रुकीको ठिक अगाडि सोझिएर दाउ हेर्दै थियो। दिदीले अचानकसँग मेरो मुखमा मुख जोडी र मेरो थुकसँग आफ्नो थुकको मिलन गराउन थाली। पुरा 1 मिनेट जस्तो त्यसो गरेपछि दिदीले मेरो भेस्ट पनि खोलिदिए। अब दिदी र म दुवै जन्मवस्त्रमा टाँसिएका थियौं। मैले दिदीको पोका समाएर जब जोड-जोडले निचोर्न थाले, दिदीले मलाई रोक्दै भनी, धेरै जोडले नगर सेप बिग्रन्छ। मलाई पनि झोंक चल्यो र झनै जोडले पोकामा नङ गाडेर निचोर्दै भने, जाठी बजाउँदा खुत्रुकीको सेप चाहिँ बिग्रन्न र नखरा पार्छै। त्यसपछि दिदीलाई जुरुक्क उचालेर बेसिन छेउको किचन स्ल्याबमा बसाएर दिदीको टान फट्याइदिएँ। उसको खुत्रुकी निकै पानी छोडेर रसिलो भएको थियो। मैले आफ्नो दाहिने हातको चोर औंला उसको खुत्रुकी भित्र छिराएर जोड-जोडसँग भित्र बाहिर गराउन थाले। दिदीको मुखबाट यौन आनन्दको सित्कार आउन थाल्यो र दिदीले आँखा बन्द गरेर मेरो टाउकोलाई दुवै हातले समाएर मेरो साथ दिन थाली। केही बेरसम्म दिदीको खुत्रुकीमा औंला चलाएर खेलेपछि मैले दिदीको खुत्रुकीमा जिब्रो जोडे र चाट्न थाले। दिदी झनै चरम रूपमा मलाई साथ दिँदै भन्न थाली, अझै भित्र। मजा आयो। मैले दिदीको खुत्रुकीबाट निस्केको नुनिलो पानी सबै निले। दिदीको जिउ अस्वाभाविक रूपमा छटपटिरहेको थियो। खुत्रुकी चाट्दै गर्दा मैले फेरि दिदीको पोका खेलाउन थाले। उसका निप्पलहरू निकै कडा भएर मलाई घोचौँला झैं गर्दै थिए। अचानक दिदीले जिउलाई शिथिल छोडिदिए र दिदीको खुत्रुकीबाट बुलुक बुलुक गर्दै पानी बाहिर निस्केर मेरो मुखमा छिर्यो। अनि दिदीले भनी, म झरे। म दिदीलाई कोब्रा सर्पको प्रयोग नै नगरी झार्न सकेकोमा खुसी थिएँ। दिदी आँखा बन्द गरेर मलाई आत्मसमर्पण गरिरहेकी थिए। मैले दिदीलाई स्ल्याबबाट उठाएर आफ्नो अङ्गालोमा उठाए अनि दिदीको बेडरुमतिर छिरे। दिदीलाई बेडमा सुताएर म पनि दिदीको समानान्तर भएर बेडमा पल्टिएँ अनि दिदीको ढाडतिरबाट दिदीको पोका खेलाउन सुरु गरे। बिस्तारै उसको पोका खेलाउँदै जाँदा दिदीले पनि फेरि मलाई साथ दिन थाली। दिदीले मेरो कोब्रा सर्प हातले मुसार्दै खेलाउन थाली। पोका खेलाउँदै गर्दा घरिघरि म दिदीको टाउको आधा जति मतिर फर्काएर किस पनि गर्थे। त्यसो गर्दा झनै मजा आउँथ्यो। 5 मिनेट जति त्यसरी नै बिताएपछि म उठेर दिदीको मुख नजिकै कोब्रा सर्प ठड्याएर दिदीको पोकामाथि चाक अड्याएँ। दिदीले सहजै बुझेर मेरो कोब्रा सर्प चुस्न सुरु गरी। केही बेर चुसेपछि मैले दिदीलाई भने, दिदी, अब तेरो खुत्रुकीमा छिर्न रेडी छ मेरो कोब्रा सर्प। दिदीले पनि भनी, छिराएर बजान त मलाई। तँलाई कसले रोकेको छ र? धेरै भयो मेरो खुत्रुकीले कोब्रा सर्प चाख्न नपाएको। झन् तेरो कोब्रा सर्प त खाइलाग्दो छ। छिटो छिराई। च्यातिदे मेरो खुत्रुकी। बनाई तेरो रखैल।
बजाऊ मलाई रन्डी जस्तरी मैले जिस्कदै भने लाज लाग्दैन तँलाई आफ्नै भाइसँग बजाउनलाई जुन भाइ घरमा नाङ्गे कोब्रा सर्प ठन्काएर आफ्नै दिदीलाई देखाउँछ त्यो पनि फुसी कक्रक्क परेर सुकेको कोब्रा सर्प। अनि मलाई लाज सिकाउँछ। तेरो कोब्रा सर्प सानो भएको भए त कुन्नी। देख्दै सबै तरुनी पछि लाग्छन्। अनि खुत्रुकी चिलाएको तरुनीको अगाडि जोसुकै होस् कोब्रा सर्प प्यारो हुन्छ। छिटो छिरान मेरो खुत्रुकीमा। तेरो कोब्रा सर्प छिराउन हतार भइसक्यो मलाई त्यति भन्दै दिदीले खुत्रुकी फ्या पारेर मेरो कोब्रा सर्पको लागि बाटो बनाइदिए। एकछिनसम्म मैले केही नगरेपछि दिदीले आफै मेरो कोब्रा सर्प समाती र खुत्रुकीको मुखसम्म लगेर जोडिदिए। मैले त्यसपछि कोब्रा सर्पको टुप्पोलाई दिदीको खुत्रुकीको ओठमा बाहिरपट्टि दल्न थाले। खुत्रुकीका ओठमा त्यसो गर्दा सायद तरुनीहरूलाई झनै उत्तेजना बढ्दो रहेछ क्यारे दिदी अति छटपटाउन थाली। र भनी त कलेज भनेर तरुनी बजाउन जान्छस् कि क्या हो? कसले सिकायो यस्तो गर्न एक्सपर्टले झै? अनि तलाई चाहिँ कसले सिकायो नि यस्तो एक्सपर्टले मात्रै गर्छन् भनेर? मैले त ब्लू फिल्म हेरेर जानेको। मैले पनि त्यही तेरो ल्यापटपमा भएको ब्लू फिल्म हेरेर जानेको नि। हुन्छ कहीँ नपार मेरो ल्यापटपमा ब्लू फिल्म। जे पायो त्यही बोल्छस्। मैले पनि कोब्रा सर्प स्वाट्टै उसको खुत्रुकेमा पुरै छिराउँदै भने मैले हेर्छ भनेर नै छोडेर गएकी होलिस् नि। अझै माई डर्टी फ्यामिली भन्ने ब्लू फिल्म थियो। तैले मसँग बजाउनलाई पुरै प्लान गरेकी होस् जस्तो लाग्यो मलाई त। अनि धमाधम धक्का मार्न थाले। दिदी तलबाट चाक उचाली उचाली मलाई साथ दिइरहेकी थिए। तलाई बजाउन मन लागेको मेरो खुत्रुकी चिलाको। जे गर्यौं राम्रै गर्यौं। अब दिनहुँ खुत्रुकी खोल। बाहिरका कसैले थाहा पाउलान् भन्ने डर पनि रहेन आवश्यकता पनि पूरा हुने। दिदीको खुत्रुकीमा म अनवरत मच्चिरहेको थिएँ। दिदी पनि मेरो पेलाइमा साथ दिँदै म अझै जोडले बजाउनको लागि उत्साहित बनाउने कोसिस गर्दै थिए। मैले पनि दिदीको टाङ्भित्रबाट दुवै हातले दुवै पोका जोडले समाएर आफ्नो भार पोकामा राखेर बजाउँदै गए। दिदीले पनि देब्रे हातले खुत्रुकीको बाहिरी ओठमा खेलाउँदै थिए। मेरो निधार तथा शरीर पसिनाले निथुक्क हुन लाग्दा दिदीले भनिन् भाइ फ्यान अन गर्न त। तेरो ज्यानबाट त साह्रै पसिना पो निस्क्यो त छोड्दे। पसिना आएर के भो त? अनि झनै मेरो कोब्रा सर्पलाई उसको खुत्रुकीमा जोड जोडले पेल्न थाले। निकै बेर दिदीलाई बजाएपछि मैले दिदीको खुत्रुकीबाट कोब्रा सर्प बाहिर निकाले तर दिदीले तुरुन्तै मेरो कोब्रा सर्प हातले समातेर मुखमा छिराएर चुस्न सुरु गरी। मैले दिदीको पोका खेलाउन थाले। केही बेर मेरो कोब्रा सर्प चुसेपछि दिदीले कोब्रा सर्प छोडेर मेरो मुखमा आफ्नो मुख जोडी र हामीले लामै समय चुम्बनमा बितायौं। चुम्बन गर्दा पनि दिदीले मेरो कोब्रा सर्प खेलाइरहेकी थिए भने म घरि दिदीको चाक खेलाउँथे घरि दिदीको पोका खेलाउँथे। चुम्बनको क्रमलाई दिदीले नै तोडेर चाक फर्काएर कुकुरनीझै बसेर पुट्ठामा हातले मुसार्दै भनिन् लौ अब मलाई कुकुरले चिके झैं चिक पछाडिबाट। तर मैले दिदीको पछाडिबाट खुत्रुकीलाई 2-3 पटक चाटे अनि मात्र खुत्रुकीमा कोब्रा सर्प छिराएर बजाउन थाले। बजाउँदाखेरि दिदीले राम्रैसँग मलाई साथ दिँदै अझै जोडले बजाउनको लागि उक्साउँदै थिए भने मुखबाट आवाज पनि राम्ररी नै निकालिरहेकी थिए। म पनि दिदीको पुट्ठामा घरिघरि हातले खेलाउँदै दिदीको चाकको प्वालमा औँलाले खेलाइरहेको थिएँ। निकै बेरसम्म त्यसरी बजाउँदा म थाकिसकेको थिएँ र मेरो गति घट्दै थियो। दिदीले मेरो गति घटेको महसुस गरी र मसँगबाट छुट्टिएर मलाई बेडमा सुताइदिए अनि फेरि मेरो कोब्रा सर्प चुस्न थाली। थोरै समय मेरो कोब्रा सर्प चुसेर दिदीले मेरो कोब्रा सर्पलाई हातले समाएर खुत्रुकीको प्वालमा छिराएर ममाथि बसेर आफै मच्चिन थाली। दिदी आँखा चिम्लेर मेरो माथि मच्चिरहेकी थिए भने म दिदीको पोका समाएर दिदीलाई साथ दिइरहेको थिएँ। अचानक मेरो कोब्रा सर्प टन्टनिएर आयो र पिचकारी छोड्ला जस्तो भयो। त्यही भएर मैले स्वाट्टै दिदीलाई बेडमा पल्टाएँ अनि दिदीको खुत्रुकीबाट कोब्रा सर्प बाहिर निकालेर छोल्न थाले। 2-3 पटक हात लगाउँदैमा मेरो कोब्रा सर्पले पिचकारी छोड्यो। दिदीको नाइटोदेखि निधारसम्म मेरो कोब्रा सर्पले फुसीको धारा बगाएर सेतै बनाइदियो।
त्यसपछि म शान्त भएँ तर दिदीले जुरुक्कै उठेर मेरो कोब्रा सर्प चुसेर रहेल पहेल बाँकी फुसी पनि चाटेर सफा गरिदिए। अनि दिदीले फुसीले लटपट ओंठ मेरो मुखमा ल्याएर जोडी मैले पनि दिदीको ओंठमा लागेको फुसी अघिल्ला दिनमा झैं चाटेर निलिदिए। सँगै मैले दिदीको अन्य भागमा लागेको फुसी पनि चाटेर सफा गरिदिए। त्यसपछि मुखमा जम्मा भएको फुसीलाई फेरि दिदीको मुखमा जोडेर यताउता गरिदिए। दिदीले मेरो मुखको फुसी पनि आफैले निलिर भनिन्, आफ्नै भाइले बजायो मलाई आज। फटा भाइ, मैले दिदीको पोका फेरि समाउँदै भने, आफ्नै भाइलाई खुत्रुकी देखाएर उक्साउँछे अनि भाइले बजायो भन्छे। नकचरी दिदी। दिदीले मेरो कोब्रा सर्पलाई किस गर्दै भनी, तर बहुत मजा आयो। अब दिनदिनै बजाऊ है मलाई। मेरो फटा भाइ, मैले हुन्छ भने र हिजो आज पनि यसरी नै बजाइरहेको छु। हस्त साथीहरू, आजको कथा कस्तो लाग्यो तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला र कस्तो खालको कथा मन पर्छ सल्लाह सुझाव दिनुहोला।